So hey Cubing Army, good morning and welcome back to an episode. This is Madhav and you are watching Teacher Madhav and आज चाहिँ हाम्रो क्युबिङ कन्सिस्टेन्सी च्यालेन्जको डे 15 रहेको छ र आज चाहिँ म तपाईहरुलाई 10 मिनेटभित्र फर्स्ट लेयर सोल्भ गर्न सिकाउनेछु है त। सो भिडियोलाई एन्डसम्म हेर्नु होला। ओके, सो फर्स्ट लेयर सोल्भ गर्नलाई चाहिँ हामीले सबभन्दा पहिला अप्पर लेयरमा व्हाइट कर्नर पिस खोज्नुपर्ने हुन्छ। जस्तै व्हाइट छैन, यहाँ पनि व्हाइट छैन। यहाँ एज यु क्यान सी हामीले व्हाइट कर्नर पिस अप्पर लेयरमा पाइसकेका छौँ है त। सो यो व्हाइट बाहेक अरू कुन कुन कलर छ त्यसलाई एनालाइज गर्नुपर्छ। जस्तै यहाँ ब्लू र रेड छ, सो यसलाई हामीले ब्लू र रेड सेन्टर पिसको बीचमा लाग्नुपर्ने हुन्छ। जस्तै अहिले त ग्रीन र रेडको बीचमा छ, हामीले सिम्पली यो मुभ गरेर ब्लू र रेडको बीचमा यसलाई लाग्नुपर्छ। र त्यसपछि कर्नर एरिया हाम्रो लेफ्ट साइडमा छ भने यसलाई राइट मुभ गर्नुपर्छ र राइट साइडमा छ भने लेफ्ट मुभ गर्नुपर्छ है त। जस्तै अहिले हाम्रो कर्नर लेफ्ट साइडमा छ, त्यसैले मैले यसलाई राइट मुभ गरेँ र अपोजिट लेयरलाई माथि गरेँ, फेरि यसलाई आफ्नो ठाउँमा फेरि यसलाई ब्याक गरेँ है त। हेर्न सक्नुहुन्छ हाम्रो फर्स्ट कर्नर आफ्नो ठाउँमा ओरिएन्ट भइसकेको छ। त्यसपछि हाम्रो सेकेन्ड कर्नरको पालो छ। अहिले चाहिँ हाम्रो सेकेन्ड कर्नर ओरेन्ज र ब्लूको बीचमा लाग्नुपर्ने हुन्छ। जस्तै अहिले ओरेन्ज र ब्लूको बीचमा आइसकेको छ। यसको पनि कर्नर के छ त लेफ्ट साइडमा छ, त्यसैले यसलाई मैले राइट मुभ गरेँ, अपोजिट लेयरलाई माथि गरेँ, फेरि यसलाई आफ्नो ठाउँमा गरेँ, फेरि यसलाई आफ्नो ठाउँमा गरेँ त। अब चाहिँ हाम्रो रिमाइनिङ 2 कर्नर मात्रै छ। एज यु क्यान सी हाम्रो ओरेन्ज र ग्रिनको बीचमा चाहिएको थियो र मैले ओरेन्ज र ग्रिनको बीचमा ल्याइसकेको छु है त। तर अहिले चाहिँ अघिको केसभन्दा अपोजिट केस छ। हेर्न सक्नुहुन्छ अहिले चाहिँ हाम्रो कर्नर राइट साइडमा छ, त्यसैले यसलाई लेफ्ट मुभ गर्नु पर्यो र लेफ्ट मुभ गरेपछि राइट लेयरलाई माथि उठाउनु पर्यो, फेरि यसलाई आफ्नो ठाउँमा ब्याक गर्नु पर्यो र फेरि यसलाई डाउन गर्नु पर्यो है त। र अहिले चाहिँ हाम्रो अप्पर लेयरमा हेर्न सक्नुहुन्छ कुनै पनि व्हाइट कलर छैन है। र अप्पर लेयरमा व्हाइट कलर छैन भने डेफिनेटली त्यो चाहिँ कहाँ छ त हाम्रो लोवर लेयरमै नै छ हैन, डाउन लेयरमै छ। सो यसलाई बाहिर निकाल्नु पर्यो। सबभन्दा पहिला यसलाई बाहिर निकाल्नको लागि मैले सिम्पली आर प्राइम गरेँ र तपाईँहरूलाई यो आर प्राइम यु प्राइम यो केही बुझ्दैन भने फर्मुलाहरू हैन, क्युबिङ ल्याङ्ग्वेजहरू बुझ्दैन भने मेरो च्यानलमा अलरेडी नै भिडियोहरू छ क्युबिङ ल्याङ्ग्वेजको, डेफिनेटली गएर चेकआउट गर्नु होला है त। सो अहिले चाहिँ हाम्रो कर्नर हेर्न सक्नुहुन्छ ग्रिन र रेडको बीचमा चाहिएको छ र मैले पनि ग्रिन र रेडको बीचमा ल्याइसकेको छु। र अहिले हाम्रो कर्नर कहाँ छ त राइट टपमा छ। राइट टपमा छ भने यसलाई लेफ्ट मुभ गर्नु पर्यो, अपोजिट लेयरलाई माथि गर्नु पर्यो र फेरि यसलाई ब्याक गर्नु पर्यो, फेरि यसलाई आफ्नो ठाउँमै त। एज यु क्यान सी गाइज हाम्रो फर्स्ट लेयर चाहिँ सोल्भ भइसकेको छ र यसरी तपाईँहरूले सिम्पली आफ्नो फर्स्ट लेयर सोल्भ गर्न सक्नुहुन्छ। र यस्तै अमेजिङ कन्टेन्ट्सको लागि च्यानललाई सब्सक्राइब गर्न नबिर्सनु होला। थ्याङ्क यू सो मच वाचिङ, बाई, टेक केयर।